भइसक्यो सबैभन्दा पहिला चाहिँ हामीले के गर्ने भन्दाखेरि हाम्रो जुन चाहिँ हाम्रो यो टिएस छ नि त्यसको सफ्टवेयर चाहिँ हामीले डाउनलोड गर्नुपर्छ यसको सफ्टवेयर चाहिँ के हो भन्दाखेरि टपकन लिङ्क 7.3 हेर्नु त यो वाला चाहिँ हाम्रो चाहिँ यसको सफ्टवेयर हो सबभन्दा पहिला चाहिँ यसलाई ओपन गर्ने डाउनलोड गर्ने ओपन गर्ने अनि ओपन गरिसकेपछि चाहिँ हाम्रो चाहिँ यो तरिकाले चाहिँ खुल्छ अनि मेरो चाहिँ ल्यापटप स्लो भएको कारणले गर्दाखेरि स्लो भइरहेको यो तरिकाले खुल्छ अब यो खुलिसकेपछि चाहिँ हामीले सबभन्दा पहिला चाहिँ के गर्ने भन्दाखेरि फाइलमा जाने फाइलमा गएपछि हामीले चाहिँ हामी के गर्ने भन्दाखेरि चाहिँ यो इम्पोर्ट फ्रम डिभाइस चाहिँ गरेर चाहिँ हामीले चाहिँ खोलिसकेपछि हामीले के गर्ने भन्दाखेरि हाम्रो चाहिँ टोटल स्टेसनबाट निकालेर अब टपकनको टोटल स्टेसन हो त्यही भएर चाहिँ हामीले यसमा चाहिँ क्लिक गर्ने यसमा क्लिक गरिसकेपछि चाहिँ हामीले चाहिँ के चाहिँ एड न्यू स्टेसन हामीले चाहिँ के गर्ने भन्दाखेरि आफूले चाहिँ थाहा पाउने एउटा नाम सेलेक्ट गर्ने यानि कि नयाँ स्टेसन चाहिँ बनाउने अब यसको नाम चाहिँ आफूले राख्ने जस्तै मैले चाहिँ अहिले के राख्छु भन्दाखेरि एप्पल राख्छु हो एप्पल राख्छु यो पोर्ट देखिएको छ नि यो पोर्टमा चाहिँ हामीले सिलेक्ट गर्ने जुन छ अब अहिले चाहिँ हाम्रो कम पोर्ट छ योलाई गर्ने यसलाई चाहिँ मोडेललाई चाहिँ जस्ताको त्यस्तै छोडिदिने त्यसपछि हामीले एडभान्समा जाने एडभान्समा गइसकेपछि जुन हाम्रो लास्टको यो प्रोटोकल छ नि यसमा चाहिँ हामीले के गर्ने भन्दाखेरि वान वे सिलेक्ट गर्ने वान वे सिलेक्ट गरिसकेपछि ओके गर्ने हो ओके गरिसकेपछि अहिले हामीले चाहिँ जुन फाइल बनाएको छौँ त्यो फाइल चाहिँ ओपन गर्ने यो फाइल 1.txt मा चाहिँ डबल क्लिक गर्ने डबल क्लिक गरिसकेपछि अब कसैको डाइरेक्ट खोल्छ कसैकोमा चाहिँ यो कपी एन्ड रिप्लेस हुन्छ यसमा चाहिँ क्लिक गर्ने यसमा क्लिक गरेपछि यसलाई चाहिँ एकछिन जस्ताको त्यस्तै छोडिदिने अनि अब चाहिँ हामी यता टिएसतिर जान्छौँ टिएसमा चाहिँ सबभन्दा पहिला चाहिँ हाम्रो डेटा भन्ने चाहिँ छ हेर्नु त डेटावाला डेटामा चाहिँ हामीले क्लिक गर्ने क्लिक गरिसकेपछि हाम्रो चाहिँ जब कुन हो त त्योमा चाहिँ इन्टर गर्ने जबमा इन्टर गरिसकेपछि हाम्रो चाहिँ यो COMMS आउटपुट जुन छ नि हो यसमा चाहिँ जाने यसमा गइसकेपछि हामीले चाहिँ यस टाइप र टी टाइप छ हामीले चाहिँ टी टाइप सेट गर्ने टी टाइप सेट गरेपछि चाहिँ हजुरले चाहिँ जुन डाटा निकाल्न पर्ने हो जुन जब हो नि त्यो क्लिक गर्ने अहिले चाहिँ जस्तै अहिले चाहिँ हाम्रो चाहिँ बिआचेवाला चाहिँ छ एमा भने त्यस एमा भइसकेपछि चाहिँ हामीले चाहिँ यसलाई इन्टर गर्ने इन्टर गरेपछि यसमा चाहिँ आउट लेखिसकेपछि ओके गर्ने ओके सबभन्दा लास्टमा हेर्नु त यस कोअर्डिनेट छ हो यसमा चाहिँ हामीले क्लिक गर्ने यसमा क्लिक गर्नुभन्दा सब पहिला चाहिँ हामीले हाम्रो चाहिँ जो यता चाहिँ स्टार्ट गर्ने यता स्टार्ट गरेपछि वेटिङ फर स्टार्ट छ अब चाहिँ यसमा चाहिँ हामीले इन्टर गर्ने इन्टर गरेपछि हेर्नुहोस् यो चाहिँ डाटा सेन्ड भइरहेको अब यो एकछिन सेन्ड हुन दिउँ हाम्रो चाहिँ के भयो डाटा चाहिँ यसलाई चाहिँ आइसक्यो अब चाहिँ के हुन्छ अब चाहिँ डाटा चाहिँ डाइरेक्ट एक्सेलमा आउँछ हेर्नुहोस् त यो हामीले गरेको कोअर्डिनेटहरू जुन छ यो चाहिँ डाइरेक्ट यता आइसक्यो हो अब चाहिँ हामीले चाहिँ यसलाई चाहिँ क्लोज गरेर हुन्छ अब यो हाम्रो चाहिँ डाटा आफूले जतिवटा डाटा छ त्यो सबै डाटा चाहिँ आउँछ यो आइसकेपछि अब हामीले चाहिँ यसलाई सेभ गर्ने हामीले चाहिँ यसलाई सेभ गर्ने नाम चाहिँ जिन्जानी भयो अहिले चाहिँ मैले एप्पल नै दिएँ डकुमेन्टमा सेभ गरौँ एप्पलमा गरौँ जाम फाइलमा गएर सेभ गरौँ सेभ गर्दाखेरि चाहिँ नाम लेखौँ एप्पल सेभ गरिदिउँ भयो त सेभ भयो हो हामी चाहिँ अहिले माइक्रोसमा जाम डकुमेन्टमा जाम एप्पल भन्ने आइसकेको छ यसलाई चाहिँ खोलेर एक्सेलमा चाहिँ आयो कि आएन भनेर चाहिँ भेरिफाई गर्ने ल
एक्सेलमा डाटा आइसकेको छ। यसरी हजुरले आफ्नो डाटा निकाल्न सक्नुहुन्छ।